अब यहाँ मान्छे छिरिन्छ भनेपछि ल पहिला भूकम्पले फाटेको थियो अब अलिअलि गरेर अहिले सबैतिर बेसकन फाटेको छ अनि अब हामीलाई त बस्न पनि डर भयो राति राति पानी ठुलो पर्छ त्यतिखेर हामीलाई एकदम डर छ अनि अब के हो कसो हो हामी सक्छौँ कि भनेर तर गर्न आइरहेको छौँ हामीले यस्तो अब यो फुटेको पुर्न त लागेको छ तर यो पुरेर हुँदैन अब यसमा चाहिँ के गर्ने हो सबैजनाले आएर हेरेर यो पनि सोचिदिनु होला सबैजना नआएको जति काम गर्न आइदिनु होला सबैजना आएर गरेदेखि सबैलाई सहज सजिलो राम्रो हुन्थ्यो सबैको लागि राम्रो हुने हो सबैलाई सुरक्षा चाहियो समस्या सबैको एउटै हो एक दुईजनाको मात्रै होइन यो गाउँभरिकै समस्या हो घर बनाउन लायो अब यो पहिरो लायो अब तपाईँहरूले के गरी हुन्छ अब यो बचाउनु पर्यो भने अब यहाँ यति चाहिँ सायद नहुँदैन थियो होला यो अब भूकम्पले त यति त चर्केकै थियो अहिलेको पालि त डाँडै जाने सम्भावना छ अब के गर्दा हुन्छ कसो गर्दा हुन्छ अब यो त अब अलि हामीभन्दा अलि जानकारी भएको मान्छेलाई लिएर देखाउनै राम्रो होला